कता हेरिदिनु यही नीचे गिर गया थोड़ा दे दीजिए। साइड में खड़ा कीजिए तो जैसे कोई टकराए ना। अब के भन्नु कस्तो मतलब भन्नुपर्ने चाहिँ के भन्नुपर्ने अब यहाँ अब बिहाको माहौल छ रोटी पोल्नु हुँदैछ कस्तो भइराख्छ एकदम खुसी फिल भइराख्छ एकदम ह्याप्पीनेस है अरे फूल र बेलको पत्ता लिएर ध्यान गर्नु शिवजीको। हरे ओम महादेव नेत्रत्रयाय वौषट्टः सदा वसन्तं हृदयारविन्दे भवं भवामि सहितं नमामि दुःखकर्ता दुःखहर्ता वाचा विघ्नाते दुर्गे प्रेम कृपा जयते सर्वं सिन्दूरावुडसिन्दूराते गन्धे हल्के मालमुक्ता फलके जय देव जय देव जय देव मङ्गलमूर्ति कामनापूर्ते जय देव जय देव ॐ श्रीमन्महागणाधिपतये नमः करुणं नमामि सहितं नमामि बिस्तारै हिँड्न न सन्दीप भाइ फोटो खिच्नु हुँदैछ नि आगेबाट
तपाईँको पर्मिसन चाहियो कि मिलिहाल्छ कि 5 मिनट 7 मिनट पर्खिन सक्नुहुन्छ तपाईँ यहाँ आइका त बुवा बुवा श्रीमन्महागणाधिपतये नमो नमः। ओम महाश्रेहे ग्रह को ध्यान करो। ओम ब्रह्मा मुरारे श्रीपुरंतकारी भानुसुते भूमिसुतोपदत्त गुरुस्त शुक्र शनि राहु। माता भगवती को महादेवी प्रणामे। ओम सर्वेभ्यो देवेभ्यो नमो नमः। करलिनो यज्ञ भगवान मान इति सप्तदेव ओम वैश्वानराय नमो नमः। सर्वेभ्यो देवेभ्यो नमो नमः। सामने चौका राख्नु। ओम श्री चंद्रलक्ष्मी सपन्न बहुरात्र मण्डपमा हैन ए उता ल सारा परेन खोइ म त गर्दा चाहिँ पहिले साडी बोकेको हुँदैछ कि अनि साडी बोक्नु पर्ने थियो त अलिकति पनि भन्नु भने बिस्तारै त्यो नझार्नु न हातमा अहिले त हजुर भने त्यो अइको त्यो पत्ता लाखेर पत्ता हाल्नु त्यही ताको छ नि एउटा सीधा हेर अलि सिधा उठिन कुबुडो बस्छ हौ पाप नलागोस् दोष नलागोस् लोना नै खुट्टा राखेर त्यहाँमाथि ल ऊ त्यसमा लाग्ला अब नि यो पानी यहाँ समात्नु लगाइदिनुहोस् न भइहाल्छ नि यहाँ थप यहाँ संकल्प सिद्धिरस्तु अध्यायको अष्टपत्र कुलस्य मधुकर्णम तथा जन्मनम कपिलमणि नम्न तथा सपत्नी सपुत्री सपरिवार सहित मम मम तथा ससुपुत्री पैसा हुन्छ द्रव्य ल्याएको हुन्छ के छ बाबा उता हाल्छु भेट्यो एक रुपैयाँ पैसा पनि जोड यसरी हो त्यसरी अनि धोएर तीनपल्ट माथि अचाउनु अनि खानु के हो महारे ओम विराजो दोषे विराजो दोषे विराजो दोषे मय पादाम्रो विराजो ओम महा हरे ओम महा बेललाई अलिक अगाडि
त्यो टिका लगाउने टिका पनि बनाएकै छ नि त टिका यहाँ छ यहाँ छ दही थियो त यो फुल पनि दुहाइले ओम महा थोडा दुईवटा टिका लगाइदिइहाल्दा भइहाल्छ नि है दाजु काम सकिहाल्यो टिका पनि लगाइदिइहाल्नु छेउमा मसुन छेउमा अलिकति अलिकति अब त्यो टिका टिका लगाएर काम सकिहाल्छ बेलमा पहिला उसमा बेलमा अघि बिहानै फुक्क उयो गरेको उहाँलाई पनि लगाउनु टिका त्यही त टिकै पहिला गर्नु मिठी भाका बेलमा पनि हाल्नु पर्यो कुन बेलमा हो त दही होइन होइन दही नै हो हुन्छ हुन्छ अरू कोही अरू गिफ्टले नि ठुलो बिहामा अझै राम्रो बन्नु ल पठाइदिँदैछु तिनकै यहाँ एकछिन अरे एकछिन नयाँ फोटो छरो उयो जाऊ दिदी छेउमा बसिरा नानी फोटो ए गोडा पहिला उयो आयु दीर्घ सौख्यम च प्रयच्छति आयु ओम मंगलम भगवान विष्णु मंगलम गरुड़ध्वज अलिक माथिबाटै झर मंगलम पुंडरीकाक्ष मंगलायतनो हरे ओम शुभ लगन भो शुभ लगन भो शुभ लगन भो ओम तदेव लग्न विद्याबलम दैवबलम तदेव लक्ष्मीपते देङ्ग्रेगम स्मरामि ओम शुभ लगन भो शुभ लगन भो शुभ लगन भो माथि यो कपडा निकाल्नु बेलामा निकाल्नु
राख्नु पर्यो है अघि कसरी गर्नु यताउता यो उठाएको थियो नि हुँदैन नहीं देखिए नहीं अगर 1 मिनट पत्थर रखा था उसमें सींच छोड़िए अभी ठीक है अभी ठीक बाबू ज्यादा ही देखाएर दुईटा हातमै दिए देखाएर दुईटा हातमा दियो हो त्यो चाहिँ ऐना हो नि हाम्रो ज्वाला नेपाल भन्छ ज्वाला नेपाल भन्छ त्यो चाहिँ बिहामा पनि दिन्छ हाम्रो अभी इधर आइए छुप छुप नगर इधर देखिएगा त्यो त खोल्नु नि यता हेर्नु हल्का शिव सत्यलक्ष्मी पतिराते पाक्षिण शिकानि रूपमा श्रीवेदमेशान सर्वलोकमेशान ओम सम्रमित सम्रण सम्म भवतरमा सम्रमित विष्णु सम्म विष्णुरुद्रमा ओम या मे रामदेव गणा पितर ओम या मे रामदेव गणा पितर सता या माम दे मे यानि मे धामि गुरु स्वस्ति मैले झन् खत्तैले हैन केहीले निथमा त सर्छ आयो मैं जिन त जान सक्दिन सक्यो हैन साँची राखौँ जस्तो लाग्छ गीत भरि तिमीलाई बाँधि राखौँ जस्तो लाग्छ प्रीत भरि तिमीलाई। जय माता दी म गायत्री प्रसाद सापकोटा हो सिलिगुडी निवासी सिलिगुडीमा पनि सालुगडा क्षेत्रमा म बस्छु र धेरै अब मोटामोटी 20-21 वर्षदेखि हामीहरू जजमान गर्दै आइरहेका छौँ यस्ता कर्महरू गराएर हिँड्छौँ हामी वैदिक सनातन कर्म हाम्रो अधिकार हो र गराउँछौँ अब यो हाम्रो एउटा वैदिक सनातन धर्म अनुसार यसलाई चाहिँ अब बिल्वा विवाह भनिन्छ बेलसँग गरिने विवाह बेल संस्कार पनि भनिन्छ विशेष गरेर अब हाम्रो हिन्दू धर्म अनुसार हिन्दू धर्मावलम्बीहरूमा पनि प्रधान जातिमा यो एउटा जो साना साना स्त्री छोरी मान्छेहरू छन् स्त्री जातिमा छोरी मान्छेहरू छन् जो रजस्वला हुनुभन्दा पहिले हाम्रो यो कर्म गरिन्छ यो बहुत ठुलो कर्म हो र यो कर्म जसको गरिन्छ त्यो कर्म गरिसके पछाडि अब ठुलो जवानी भइसके पछाडि अब उनीहरूको गोडा धोएर विवाह गरिराख्नु पर्दैन अनि अहिले हामीहरूले जुन चाहिँ यो एउटा बाल्य अवस्थामा कुमारीमा हामीहरूले गोडा धोएर पानी खान्छौँ यो गर्नेलाई र गराउनेलाई बहुतै ठुलो पुण्य बताएको छ शास्त्रले र त्यो अनुसारले हामीहरूले यसरी गर्दै आइरहेका छौँ र आज पनि हामीले अब यहाँ हाम्रो श्री मधुकर दाजुको घरमा अब त्यो कार्य समापन गरियो है र यसलाई बहुत पुण्य कर्म भनिन्छ अब हामीहरूले जान्नुपर्दा त्यति नै हो यो विशेष गरेर प्रधान जातिमा हुन्छ मुख्य कारण भनेको यस्तो हुन्छ तपाईको अब जब जवानी भएर जान्छन् यिनीहरू अब त्यतिखेर त अब कर्म सही ढङ्गले हुन्छ वा हुँदैन त्यो भन्न सकिँदैन र पहिले एउटा मतलब एउटा जातीय प्रथामा अब धेरै छोरी चेलीहरू चाहिँ अब यसरी आफ्नो कन्यादान गर्न पाएनन्
गोडा धुन पाएनन् र आफ्नो कर्म गर्न नपाउँदाखेरि एउटा चलाकी गरेर हामीहरूले सानैमा यो गरिदिउँ भनेर त्यसको विशेषता चाहिँ यो नै हो कि गर्ने र गराउने दुवैलाई पुण्य होस्। यसको विशेषता त्यति हो। हिन्दू धर्मावलम्बीहरू हुनुहुन्छ छौँ हामी र आफ्नो धर्म बचाएर आफ्नो धर्म संस्कृतिलाई जगेर्ना गर्दै आफ्नो कल्चर, आफ्नो रीति, आफ्नो रिवाज कसैले पनि नबिर्स्यौँ र आफ्नो कर्म कहिल्यै पनि नछोडौँ, आफ्नो धर्म कहिल्यै पनि नछोडौँ। हामीहरू यो एउटा पुण्य स्थानबाट सबै हाम्रो समाजमा यही सन्देश छर्न चाहन्छौँ। आफ्नो जुन चाहिँ संस्कार छ बचाएर राख्ने कोसिस हामी सबैले गर्नुपर्छ। जय माता दी। यस कार्य, यस बेली विवाह भनेको नेवारको अलग्गै छुट्टै संस्कार हो। यसमा बालिकामै गरिनुपर्ने विवाहमा पतिसँग गरिने होइन, बेलको माध्यमले विवाह गर्ने यो संस्कार छ, विधान छ। यो नेवारको अलग्गै छुट्टै संस्कार संस्कृति रहिरहनु पर्ने र जागृति रहिरहनु पर्ने विषय लिएर यो कार्य गरिएको र यो नेवारीमा सधैँभरि रहि पनि रहन्छ, रहनु पनि पर्नेछ। र जब नेवारीहरूले नै कार्य सुरुवात गरेको हुनाले र नेवारीलाई छुट्टै अलग्गै नेपालमा नै चिनारी दिनु भने नेपाल नेवारबाट बनिएको भन्ने छ। त्यसकारण नेवारले गर्नुपर्ने छुट्टै संस्कार यो वेदबाट पनि केही मन्त्रहरूद्वारा कर्म गरिने विधान हो र यो विधान नेवारकी छोरीको लागि चाहिँ बालिका अवस्थामै गरिनुपर्ने संस्कार संस्कृति यो परम्परागत यो मान्नुपर्ने संस्कार हो। यो बेल भनेको औषधीय चिज भएको हुनाले बेलको पनि अस्तित्व रहिरहने, बेलको अस्तित्व नमासिने, त्यसकारण बेलबाट नै यो कर्म गरिने भनेर सुरु गरेको। बेल धेरै प्रकारको औषधि हुन्छ र औषधीय चिज भएको हुनाले बेलको अस्तित्वको लागि नै यो संस्कारमा बेल मानिएको। यसमा बालविवाहमा कारण परेको हुनाले बालविवाह गर्नु परेको हो, तर अहिले त्यो खालको अवस्था छैन, त्यो खालको स्थिति छैन, बालविवाह गर्नै पर्ने छैन। र यो बेलविवाह भन्ने चाहिँ संस्कारमा कम्तीको 7औं वर्षदेखि बालिकामा केही सचेत आएपछि गरिनुपर्ने, त्यहाँदेखि लिएर लगभग 13 वर्षसम्मको मुख्य उमेरको निर्धारित हुन्छ। त्यहाँबाट उँभो गएपछि अलिक बाधा उत्पन्न हुन सक्छ र 13 वर्षसम्म चाहिँ निर्धारित मानिनुपर्ने उमेर छ यस कार्यको लागि। हामी नेवार जातिको अन्य जातिको जस्तै व्यक्ति विधिले गरिनुपर्ने कर्महरूमा यस कर्म एकदम नेवार जातिले अरू जातिको नभएर नेवार जातिको मात्र भएको हुनाले नेवार जातिको लागि चाहिँ मुख्य सन्देश यो कर्म रहिरहनु पर्ने सुझाव जानकारी दिन चाहन्छु। मेरो नाम प्रभा प्रधान, नमस्ते। यो चाहिँ हाम्रो नेवारी एउटा ट्रेडिसन हो, जस्तो संस्कृति हो। यो चाहिँ हाम्रो गर्नै पर्छ, एकदमै कम्पलसरी। हाम्रो नेवारी जातको चाहिँ यो चाहिँ बेली बिहा भन्यो, एउटा गुफा राख्ने सिस्टम छ अर्को पनि है। अनि यो चाहिँ हाम्रो एकदमै कम्पलसरी गर्नै पर्ने हुन्छ कुनै हालतमा पनि। यसको पनि धेरै आफ्नो आफ्नो तरिकाको छ। अब लोधुमामा एउटा कुन प्रकारले गर्छ, जस्तो म चाहिँ नेपालको परे, नेपालमा चाहिँ हाम्रो एकदमै के भन्नु अब हार्डली छ कि यहाँ चाहिँ जस्तो भए पनि चल्छ। त्यहाँ चाहिँ हाम्रो एकदमै अनुशासन डिसिप्लिनमा चाहिँ गर्नुपर्छ, हरेक कुरो चाहिँ त्यहाँ एकदमै नियम अनुसार गर्नुपर्छ हो। त्यही भएर अब बेल बिहामा चाहिँ हाम्रो केटी छोरीहरूको चाहिँ यो गर्नै पर्ने एकदमै आवश्यकता हो। जस्तो 7 वर्षदेखि 6 वर्षदेखि 7 वर्षदेखिको लिएर 11 वर्षसम्म चाहिँ गर्छ, त्यो गर्नुपर्ने चाहिँ यो हाम्रो होइन। त्योदेखि माथि चाहिँ अब हामी छोरी चेलीमा चाहिँ ठुलो भइहाल्छ होइन। त्यसैले 11 वर्षदेखि यतै यो चाहिँ सँगै यो कार्यक्रम चाहिँ हामीले सक्नुपर्ने हुन्छ। यो चाहिँ एउटा शिवजी हो हाम्रो होइन। बेललाई चाहिँ हाम्रो शिवजीको रूपमा मान्छौँ के, जस्तो शिवजीलाई हामी बेलपत्र चढाउँछौँ, त्यसले शिवजी चाहिँ हाम्रो अब नेवारी प्रथामा शिवजीलाई चाहिँ एउटा वरको रूपमा मान्छ। जस्तो एउटा जुवाई, जस्तो अब त्यो शिवजी चाहिँ बेल भएको कारणले बेलले त आफैले सिन्दुर लाउन सक्दैन, त्यसकारण बाहुनको छोरी बाहुनी हुन्छ नानी, उसको पनि त्यही 11 वर्ष 10-11 वर्षकोले मात्रै लगाइदिनु पाउँछ, त्यहाँभन्दा माथि एज भएपछि लाउनु पाउँदैन।
अनि त्यो बेलले चाहिँ हामीले त्यो सिन्दुर चाहिँ लगाइदिन्छ बाहुनी मार्फत बेलबाट चाहिँ बेलको डाँठले सिन्दुर लगाइदिन्छ है। लगाएपछि चाहिँ त्यो हाम्रो एउटा बेल चाहिँ एउटा हाम्रो चाहिँ भनौँ न बुढाको रूपमा मानिन्छ। जस्तो अब बेलले सिन्दुर लगाएपछि त्यो हाम्रो चाहिँ त्यो बुढा हो। जस्तो त्यो के छ भनेदेखि त्यो बेल चाहिँ हामीले यस्तरी सम्हालेर राख्नुपर्छ कि यति साह्रो हाम्रो नेपालमा चाहिँ के छ भने त्यो मान्छे मरेपछि जस्तो छोरी मर्यो नि त्यो बेल छ नि होइन बुढा मरे पनि त्यो बेल चाहिँ हाम्रो एउटा बुढाको रूप हो। जसरी सिन्दुर पोते हामीले लाउन सक्छ हाम्रो बुढा मरे पनि बेल जिउँदो छ नि त त्यो बेल छ त्यो राखेको हुन्छ बेल त्यो बेल एकदम जतनले राख्नुपर्छ हाम्रो। अनि यदि हामी मऱ्यो भने पनि त्यो बेल लगेर सँगै जलाउँछ। त्यस्तो चाहिँ हाम्रो त्यो सिस्टम भनौँ न एउटा नेवारको चाहिँ रीत हो। त्यो चाहिँ हाम्रो संस्कृति चाहिँ हराउँदै जानु भएन होइन। आफूले चाहिँ रेगुलरली त्यो चाहिँ अपनाउनु पर्छ। जस्तो पहिलादेखि जुन हाम्रो गरिरहेको थियो पुर्खाहरूले गर्दै आएको त्यो चाहिँ खासमा चाहिँ त्यो हराउनु नहुने हो हराउनु पनि हुँदैन खासमा। यो चाहिँ के सिस्टम थियो हाम्रोमा नेपालमा हामीले 12 दिन 12 रात हामीले गुफा बसेको हेर्नु हामीले मैले 12 दिन 12 रात हाम्रो चाहिँ एउटा केही पनि देख्नु हुँदैन एउटा दुलो पनि टालिदिन्छ एउटा सानो बत्ती बालिदिन्छ हो। गुफा चाहिँ हामीले त्यसरी बसेको तर अब अहिले आएर 6 दिन 6 रातमा छोटो पार्यो होइन त्यो सिस्टमलाई 6 दिनबाट पनि अब 6 दिन छोडेर 3 दिन 3 रात पनि बनायो होइन। अहिले 12 घन्टा पनि बनायो तर अहिले एकछिनमा पनि सक्यो। यो गुफा बस्नु कारण चाहिँ पहिलादेखिको रीत हो त्यो पनि मलाई खास चाहिँ त्यो भित्रको चाहिँ केही थाहा छैन होइन। तर हाम्रो नेवारमा चाहिँ बेली बिहा सकेपछि चाहिँ गुफा पनि राखिहाल्छ तुरुन्तै 12-13 वर्षमै होइन। खासमा 7 वर्षमा बेली बिहा गरेर 12-11मा चाहिँ गुफा राखिहाल्नुपर्छ त्यो सिस्टम हो है। अनि तर त्यो गुफा राख्दा पनि धेरै छ हाम्रो पहिला पुर्खाहरूले चाहिँ के गर्थ्यो भने गुफा राख्दै यदि गुफा राख्दा राख्दै जुन केटीहरू त्यहाँ त्यस इमर्जेन्सीले मर्यो भने चाहिँ हाम्रो त्यही कोठामा त्यही आइमिने मात्रै भएर खनेर त्यहीँभित्र गाड्ने चलन थियो अरे परापूर्व कालमा। हाम्रो अझीको पालमा त्यस्तो पनि थियो अरे त्यस्तो चलन पहिलादेखि आएको है। अब हामी पनि 12 दिन 12 रात त बसेको गुफा तर अब अहिले आएर छोटिँदै आएर चाहिँ अहिले त 1 घन्टा मात्रै गुफा भइसकिसकेको छ। तर खासमा यो नहुनु पर्ने थियो होइन। पहिलादेखिको जस्तो रीतिरिवाज थियो त्यो चलिआउनु पर्ने हाम्रो तर त्यो बिस्तारै त्यो घट्दै गएको छ। दुःख लाग्छ क्या आफूलाई पनि नि। तर अब अहिले यहाँ त त्यस्तो भयो तर पनि नेपालमा अहिले पनि त्यो सिस्टम चाहिँ कति चाहिँ छ कि यो चाहिँ पहिलादेखिको चाहिँ अलिअलि गरेर पनि आफूले आफ्नो संस्कार चाहिँ हामीले सँगालेर राख्नुपर्ने। तर अब अहिले अब मान्छेहरू बिजी भयो होइन। अब अहिले त्यस्तो समय पनि धेरै नै परिवर्तन भइसक्छ त्यस कारणले अब हामी त यसै भन्नु सक्दैनौँ पहिला गरेको कुरा अहिले नै गर्नुपर्छ भन्ने छैन गर्नु चाहिँ पर्ने हो खासमा त्यो चाहिँ हो। तर पनि अब सबैले यति गरिदियो भने चाहिँ राम्रो हुने आफ्नो संस्कार चाहिँ नबिर्सिनु भन्ने एउटा सन्देश नै हो। आया मैं तो मुझको रोकेगा कौन और गाय को मेरा मूड में डांस करेगा किसी का डैडी से नहीं डरेगा।